आमा बाबा रुवाएर कुन देवतालाई पुज्ने घरका ईश्वर छाडी कुन देवतालाई खोज्ने कलियुगको यही हो कि आमा बाबा रुँदै घर घरमा। आउनुहोस् न सबैजना आफ्नो ठाउँबाट उठेर आफ्नो आमा बाबालाई यस लाखबत्ती प्रज्वलित भएको ठाउँमा हामी 3 चोटि परिक्रमा गरौँ। हामीलाई त्यति बेला मात्रै महसुस हुन्छ जति बेला हामी बीच आफ्ना आमा बाबाहरू रहनुहुन्न। उसलाई सोच्नु जसको आमा बाबाहरू हुनुहुन्न। आमा बाबाको महत्त्व उसलाई थाहा हुन्छ। तसर्थ आउनुहोस् यस्तो सौभाग्य यस्तो अवसर नगुमाउनुहोस्। कलियुगको यही हो कि धर्म आमा बाबा रुँदै घर घरमा। कलियुगको यही हो कि धर्म आमा बाबा रुँदै घर घरमा। बुढा बुढी रुँदै घरमा आमा बाबा रुँदै घर घरमा। बुढा बुढी रुँदै घर घरमा आमा बाबा रुँदै घर घरमा। कलियुगको यही हो कि धर्म आमा बाबा रुँदै घर घरमा। कलियुगको यही हो कि धर्म आमा बाबा रुँदै घर घरमा। एउटा अनुरोध गर्छु ल, जति पनि हुन्छ बरु भिडियो गरेर नबस्नु। यहाँ प्रत्येकले गएर आफ्ना आमा बाबाहरू हुनुहुन्छ नि किन नबुझ्नु भएको कुरा। खोर्सानीको बुटामा नि खोर्सानी नि फल्छ नि, जे रोपिन्छ त्यही फल्छ। आज यी साना साना भाइ बहिनीहरूलाई जे देखाइन्छ नि भोलि गएर भविष्यमा उनीहरूले त्यही नै गर्छन् नि। आज आफ्ना आमा बाबालाई हातमा धरेर डोर्याएर हिँड्नु पर्दो रहेछ भनेर देखाइन्छ भने नि भोलिको दिनमा फ्युचरमा यिनीहरूले त्यही नै सिक्छन् नि। तसर्थ जति पनि हुनुहुन्छ सबैजना आफ्नो ठाउँबाट उठ्ने, कोही पनि नबस्ने। सबै कृपया प्लिज हात जोड्छु, सबै उठ्ने अनि गएर त्यो लाखबत्तीको ठाउँमा गएर एकचोटि भए पनि परिक्रमा गराउने। खोर्सानीको बुटामा खोर्सानी रोप्दा खोर्सानी नि फल्छ है, खोर्सानी रोपेर आँप फल्दा पाइँदैन नि। कलियुगको यही हो कि धर्म आमा बाबा रुँदै घर घरमा। कलियुगको यही हो कि धर्म आमा बाबा रुँदै घर
घर घरमा। झूठो खादा छाती चुस्दा घिन लागे नहीं जो, झूठो खादा छाती चुस्दा घिन लागे नहीं जो। झूठो खादा छाती चुस्दा घिन लागे नहीं जो, झूठो खादा छाती चुस्दा घिन लागे नहीं जो। एकै वचन बोल्न पनि लाग्छ आज झिजो, एकै वचन बोल्न पनि लाग्छ आज झिजो, एकै वचन बोल्न पनि लाग्छ आज झिजो। कलियुगको हो कि धर्म, आमा बाबा रुँदै घर घरमा। कलियुगको हो कि धर्म, आमा बाबा रुँदैछन् घर घरमा। पाइला चल्न पोते बोल्न हाँस्न सिकाउनेलाई, पाइला चल्न पोते बोल्न हाँस्न सिकाउनेलाई। पाइला चल्न पोते बोल्न हाँस्न सिकाउनेलाई, पाइला चल्न पोते बोल्न हाँस्न सिकाउनेलाई। हेला गर्छन् आफै मरी बाँच्न सिकाउनेलाई, हेला गर्छन् आफै मरी बाँच्न सिकाउनेलाई। पाइला चल्न तोते बोल्न हाँस्न सिकाउनेलाई। कलियुगको हो कि घरमा, बुढा बुढी रुँदैछन् घर घरमा। कलियुगको हो कि घरमा, बुढा बुढी रुँदैछन् घर घरमा।